ल अब यहाँदेखि चाहिँ तपाईँको नाम्ची चाहिँ यस्तो डाउन देख्छ है। हेलो गुड मर्निङ। फेरि पनि तपाईँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ हामी फेरि पानी बनाउनु जाँदैछौँ र हाम्रो साथीभाइहरूसँग एउटा पिकनिक पनि हामीले अर्गनाइज गरेर जाँदैछौँ। र हेर्नुहोस् हाम्रो साथीहरू अगाडि जाँदैछ सिट परेर। साथीभाइहरू भाडा बोकेर जाँदैछ। अब चाहिँ तपाईँहरूलाई हामी देखाउनेछौँ। ओइ साथीभाइ यहाँ गुराँस पनि फुलेछ है आज चाहिँ। आम्मामा हेर गुराँस त फुलिसकेछ। यस्तो दामी आम्मामा हेर गुराँस। जो त यहाँ हाम्रो साथीभाइहरू पानी बनाउनु एकदम अर्ग्यानिक लगेर जाँदैछ आज। हाम्रो पिकनिक पनि छ सानो तिनो। यस्तो छ हाम्रो चाहिँ जङ्गलमा मजा आउँछ पिकनिक गर्दै नै। ल हाम्रो चाहिँ यहाँ बन्दोबस्त भयो। अब यहाँ चाहिँ हाम्रो किचन बनिने भयो। साथीभाइहरूले के छ हजुर आज भने त्यो छ है, त्यो चिया पनि छ है। त्यो यहाँनिर चाहिँ ल बिमारी मान्छेले फाड्नु थाल्यो नि अब किचनको लागि। ल यस्तै छ अब हाम्रो चाहिँ हेर्दै गर्नुहोस्। साथीभाइले लाबर काट्नु थाल्यो अब चाहिँ पाइप बाँध्नुको लागि। कडकनाथ रेडी भए हाम्रो साथीभाइहरू चाहिँ सबै पानी बनाउनुतिर लाग्यो। हामी चाहिँ यता किचनतिर है। कडकनाथको हाम्रो यस्तो छ अब जङ्गलमा हल्का गेट टुगेदर। हेर्दै गर्नुहोस् अब भ्युस के छ निशा भन्नु है। अब यसमा हाम्रो आज चाहिँ हामी पानी रिपेयरको लागि है। अब यो समय अलिकति पानी अब अहिले नै हामी है अब रेनी सिजन आउनुभन्दा अगाडि चाहिँ अब हामीले यसरी आज चाहिँ यस्तो पानी बनाउन आउँदै हल्का सानो गेट टुगेदर है जस्तै एउटा पिकनिक पनि हामीले अर्गनाइज गरेको है। स्वयं उहाँले खासा भन्नुहुन्छ। ठिकै छ यस्तै छ अब हाम्रो आज दिनभरि। अब हेर्दै गर्नुहोस् तपाईँहरूलाई हामी ब्लग के कस्तो हुन्छ दिँदै गर्छौँ। ल यहाँ हाम्रो माइला साथीले चाहिँ कडकनाथ चाहिँ हाम्रो कहाँ मामुली हो। यो कडकनाथ हो नि त हो। हामी त्यस्तै त कहाँ हामी लतरको खाइँदैन नि होइन। कडकनाथ यता हाम्रो निचाहरूले चाहिँ यता प्याज कटिङ छ। अब हामी यहाँ चारजना चाहिँ कुकपट्टि यस्तै छ है हामी। अब यो चाहिँ हामी लगाउने हो नि त सुप चाहिँ बस्तीको चाहिँ समसम। ल यहाँ हाम्रो यहाँ अब डाक्टर साहबले चिकन पर्दैछ है। यहाँ भेजको लागि सब्जी रेडी भयो। यता पनि सागसब्जी यस्तै छ अब जङ्गलमा अलिकति वनभोज भन्छ नि यसलाई चाहिँ होइन। वनभोज भन्थ्यो नि उहिले। अब ल अहिले भने चाहिँ यसरी कडकनाथ कटिङ हुँदैछ। वनभोज चाहिँ हाम्रो चाहिँ लडतर हुँदैन नि कडकनाथसँग छ त एकदम। यहाँ भेजको लागि सब्जी है अलरेडी ब्रोकली साग आलु है काटिसकेको छ हामीले। यहाँ हाम्रो यहाँ आजका कुकहरू एकदम अनुभवी कुक छ हामीमा। यहाँ तीनैजना म बाहेक चाहिँ। अन्डा पनि थिएछ त है पुरै अन्डा पर्दै गरेको लालो पोथी एकदम कडकनाथ अर्ग्यानिक र भने यहाँ आई तेल अलरेडी हाम्रोमा अब आटिसकेको छ है।
मजा इन्जोय गर्नु पर्यो जिन्दगी आज कि भोलि अरे बाँचिन्जल त मजाले समसम खानु पर्यो नि अर्ग्यानिक हैन त सुरु भयो पो हाम्रो त के छ र अब यहाँ चाहिँ कोक छ सबै छ स्प्राइट साथीभाइहरू सब पानी बनाउनु गएको छ गर्दैछौँ यस्तो छ है साथीभाइ हाम्रो चाहिँ जिन्दगी हेर्नुहोस् चल्दैछ हाम्रो खाने हो इन्जोय गर्ने हो के छ र यो लाइफमा तपाईँहरू पनि इन्जोय गर्नुहोस् मजा गर्नुहोस् देखाइदिनुहोस् न तपाईँको जुस जुस अब यहाँ जुसहरू छ जुस हो अरू छैन यहाँ अर्ग्यानिक पाक्दैछ अब स्प्राइट खाइ पनि यस्तो छ पेलामा चाहिँ स्प्राइट खाइ जङ्गलमा त यस्तो चल्छ हो नि जङ्गलको छुट्टै अनुभव छुट्टै मजा हुन्छ नि हुन्छ त्यतिकै भाडा पनि जाँदियो त्यसमा निकाल्दियो यो यहाँ अर्ग्यानिक सुप पनि बनिँदैछ है यो चाहिँ हाम्रो अर्ग्यानिक अब आधी उति बन्यो कच्ची मच्ची सकियो खाएर यो चाहिँ अर्ग्यानिक अहिले चाहिँ हामी जङ्गलमै छौँ म चाहिँ खानासाना बनाएर साथीहरू कहाँनिर काम गर्दैछ पानी बनाउँदैछ हेर्नु गएको अलिकति चाहिँ हाम्रो चाहिँ एकदम पानी चाहिँ अब आउँदैछ पानी चाहिँ त्यस्तो उयो त छैन कि तर पनि अब रेनी सिजन लाग्दैछ नि त अलिकति अब साथीभाइसँग यसो गेट टुगेदर पनि हुने जङ्गलमा र अन्त हामी यसो पानी पनि मेन्टेन गरिराखौँ होइन अरू किन गेट टुगेदर गर्दा गर्दै काम पनि हुने भनेर चाहिँ हामी जङ्गलमा हामी गेट टुगेदर गर्दैछौँ पिकनिक जस्तो वनभोज जस्तो एउटा रिमेम्बर हुन्छ साथीभाइसँग है बेला बेला यसो छुट्टीमा भेट्दा यस्तो छ हाम्रो जङ्गल चाहिँ यस्तो चाहिँ पुरा घाँस काटेर चिल्लै पारिसकेको छ हो हाम्रो साथीभाइहरू चाहिँ यहाँ निस्किँदैछ जङ्गलमा साह्रो छ है पानी खानु चाहिँ साह्रो छ नि त हौ कहाँ त्यसै हुन्छ हौ होइन दाजु मान्छेले पानी खानु मात्रै सजिलो सोच्छ नि है यहाँ त पानीको मनै टाढो हो नि त है बनायो भने त आउँछ पानी त छ तर घरमा कल खोल्ने मात्रै हुन्छ नि त मान्छे है यो बाटो त पहिला बुढोले खनेको यो बाटो पञ्चेकालमा ए है पहिला कुन चाहिँ बुढोले खनेको चन्द्रबाबुले ए है नभएदेखि यस्तो बाटो हिँड्ने यो बाटो थिएन नि पहिला जङ्गलै थियो नि है उसले अन्त सब पहिला भनेर चाहिँ यो खनेको अब पहिला यो बाटो थिएन बुढोलाई चाहिँ धन्यवाद दिँदा हुन्छ अन्त अहिले हामीलाई पानी बनाउनु सजिलो छ हिँड्नु बाटो यो साथीभाइ यहाँ हाम्रो दाजु छ एकजना राजधन दाजु भन्छ नाम चाहिँ उहाँले पत्ता बजाउनु हुँदैछ अलिक बजेन नि त है भएन ट्युनिङ बजाइदिउँ न अलिकति अलिक पत्ता बाक्लो भयो होइन पत्ता अलिक नर्मल ल्याउँ सबै त्यो भुँडी दुख्ने पेट खाने हो सबै हुन्छ लिएको थिएँ कि डाँडा घरमा बस्दा कहाँ सन्तपुर डाँडामा नानीहरूले जम्मै कता फ्याँक्यो त यति लिएको नि त्यहाँ त उयोहरू सबै हुन्छ नि बिक्कुमाहरू है त्यो उयोहरू तितो कालो बिखुमा चाहिँ कतिवटा थियो भने यति लामो चाहिँ 6वटा थियो हो सेतो बिखुमा 6वटा थियो सन्तु माइलाको दाजु सन्तु माइलाको दाजुले दिएको चिरोटो त्यस्तो पो लिएर खानुपर्छ तर बेसी खानु हुँदैन कम्ती खानुपर्छ ल साथीहरू पानी चाहिँ साह्रो छ पानी खानु घाम पनि पाक्नु थाल्यो हुन्छ त्यतिको अलिक उम्लोस् न पाकोस् त्यतिकै हुन्छ होला कि ल आज चाहिँ यो चाहिँ भेज पार्टी हो चाहिँ हाम्रो दाजु र फोपा चाहिँ यहाँ चाहिँ हाम्रो नन भेजको लागि ल सुपहरू पनि खाउँ लगाउँ साथी हो आफू ल हातैले है ल साथी हो यो चाहिँ अर्ग्यानिक आज भेज पनि लगाइदियो यहाँ ग्रेभी छ सुप खाउँ सुप
पोख्छ भुइँमा राख यता राख थपी खाउ न बिस्तारी यता चाहिँ आज मूल भान्से आज हेट हाम्रो कुक बस्तीको अर्ग्यानिक ल बजेट ल ल दाजु आज कस्तो हुँदैछ आज टपरामा धेरै दिन बादमा त है यो त राम्रै होला यस्तो त उहिले पो खान्थ्यो है हाम्रो फोबाला नि ठिकै होला टपरामा यो त अर्ग्यानिक बस ल भाइ कस्तो छ ठिक छ है खाउँ है खाउँ ल उहिलेको याद आयो नि है तर टपरामा मैले नयाँ निकालेको नि त अब होइन सम्झना आयो नि उहिलेको राम्रो भयो हाम्रो मान्छेहरूलाई यसो बुढो मान्छेहरूलाई एउटा रिमेम्बर हुन्छ है जङ्गलमा यो दिन खाएको थिएँ भन्ने चाहिँ ल यहाँ हाम्रो टपरामा खाएको थिएन होला कि खाएको ए खाएको है ल खाउँ खाउँ मजा ल आज चाहिँ यहाँ हाम्रो अर्ग्यानिक भोज चाहिँ साथीभाइहरू राम्रै हुँदै होला बिहा है आँप डाँडामा कस्तो भयो साथी हो कडकनाथको सुप कस्तो छ साथी हो ल है एकदम दामी दामी भयो सुप चाहिँ खाऊ मजाले मजाले खाऊ सुप हो साथी हो खानु ल खारानिन हो ल है मलाई ओडा आई चावा बनेमुमा बानिनका हो बान्तावाले नि त बान्तावा बुलडाङका हो ल हाम्रो चाहिँ यस्तो छ है ल अब यहाँ अर्ग्यानिक सुप भने नि भनौँ म अर्ग्यानिक है होइन हेर न खै अप्ठ्यारो छ नि त हाम्रो सुपर अर्ग्यानिक सुप खाउँ है कडकनाथको सुप हो फेरि यो त 1200 रुपियाँ केजी पो त हौ है ल अब चाहिँ हामी पानी फर्काएर बनाएर पनि हल्का लगाएर चाहिँ हिँड्दैछ साथीभाइले आफ्नो आफ्नो आमा इस पामफल नाकीमा कसैले आफ्नो आफ्नो छ चित्राको व्यापारमा पशुपतिको दर्शन भने जस्तो है अब यस्तो हुन्छ नि त साथीभाइले सब भाँडा कुडा बोकेर चाहिँ लागेको अब उता बनाउँदै जानुपर्छ यस्तै छ हाम्रो आजको गेट टुगेदर विथ पानी बनाउने काम र सबैजना साथीभाइहरू पानी बनाउँदै जाँदैछ है र आजको एकदम इन्जोयफुल मुभमेन्ट भयो धेरै दिन बादमा साथीभाइसँग यसो जङ्गलमा हँसौली ठट्टौली पनि भयो मजा आयो यस्तो छ है हाम्रो चाहिँ ल आजको यति नै होला ब्लग तपाईँले हेर्नुहोस् इन्जोय गरिदिनुहोस् भन्दै बाई बाई आजको